नमस्ते। आज चाहिँ हामी राजेश ब्रदरको बर्थडे सेलिब्रेट गर्न आएको छौँ र हामी यहाँ चाहिँ प्र्याङ्क गर्दैछौँ। एउटा हामीले केक ल्याएको छौँ। यो चाहिँ डुप्लिकेट केक हो, ओरिजिनल केक पनि रहेछ। हामी 3 जना यहाँ छौँ अहिले। हामी चाहिँ बर्थडे प्र्याङ्क गर्दैछौँ। हेरौँ रियाक्सन कस्तो हुन्छ अहिले राजेश ब्रदरको। त्यहाँ आइरहेछ रियाक्सन हेरौँ है हामी चाहिँ। साथी खोज्दा खोज्दा हैरान हुने केक अब स्पेसल केक अर्डर गरेको होइन आइल्यान्डबाट होइन यस्तो केक पायो यसलाई सरप्राइज भनिन्छ कि यसलाई चाहिँ अब दोहोरो सरप्राइज तपाईँले बनाउनु न। कहाँ छ यो पको पको यो होइन के के हुँदै होइन नि। हामीले अर्कै ल्याए नि प्र्याङ्क गरेको यो त। Oh my god! म त साँच्चै नै होला साँच्चै नै साउन्ड कम गर्नु। म त केक काट्नु साँच्चै नै केक होला भनेर राखेको क्या। केक चाहिँ रियल केक चाहिँ यहाँ छ है। यो भनेको चाहिँ हामीले यो गर्न पाएन। हामी यस्तो यस्तो हामी यहाँ बर्थडे सेलिब्रेट गर्दैछौँ है। Happy birthday to you. प्रभु तपाईँले आशिष दिनुहोस्, आशिषमय जीवन दिनुहोस्। प्रभु तपाईँको स्वर्गको झ्याल ढोका खोलिकन प्रभु तपाईँले आशिष दिनुहोस् भनेर हामी तपाईँको निम्ति प्रार्थना गर्दछौँ। प्रभु धन्यवाद छ प्रभु। हामी अब केकहरू काट्छौँ, हर कुरामा प्रभु तपाईँले सहायता गर्नुहोस्। यो केकहरूबाट प्रभु हामीले खाएर प्रभु बल ताकतले प्रभु तपाईँको महिमा गर्न सकौँ। सबै कुरामा प्रभु तपाईँको शुद्ध बोल्दछ। धन्यवाद छ। सबै बिन्ती प्रार्थना चाहन्छु येशू प्रभुको उच्च पवित्र नाममा। Happy birthday to you. Happy birthday dear Rajesh. Happy birthday to you. Happy birthday. सुजी हेरेर पुग्यो होला अब त। एकछिन तपाईँ होइन मेरो प्लान मात्र हो। मेरो नि त पापामा गयो नि त हौ। जुत्ता तपाईँले भिडियो बनाएको सही हो। सबैको हात है। ल सबैको तर्फबाट है। ल अब चाहिँ हामी धेरै स्पेसल गिफ्ट अनबक्सिङ गर्न गइरहेछौँ। सबैजनालाई धेरै धन्यवाद है। विशेष गरी हाम्रो सुजिन दाई, उज्जवल, हाम्रो युवराज दाजु युवराज दाई, अनि बिन्ता बहिनी। हाम्रो सबै टोलीकै के लेखेको छ पढेर Greater love hath no man than this, that a man lay down his life for his friends. John 15, verse 13. Thank you so much.